अब यहाँ घट्टे खोला भन्ने ठाउँ आयो र यहाँबाट हामी अब चौधरालीको लागि निस्किँदैछौँ। अब जस 15-20 मिनटमा हामी चौधराली निस्किन्छौँ होला। यहाँनिर निरञ्जना थान पर्यो। अब यता आएर यहाँ नागी डाँडा, यहाँनिर जाल्पा थान है। हामी यहाँ तलबाट माथि चढेको आउनु चाहिँ हामी यो डाँडाको नि पारिपट्टिबाट अर्को डाँडा नि काटेर तलबाट आएको हो। यहाँबाट पासाङ लामा हाइवेबाट तल यहाँबाट यहाँ अब बिस्तारै चतुरालीतिरै जाँदैछौँ है। माथि बाटो राम्रै छ, एकदम मस्त आनन्द खालको बाटो छ है। गड, ओ माई गड, झन्डै गुल्टे यार।